ड्राइभर दाइलाई सासाना फर्क यतातिर जाओस् मनको पिरा ड्राइभर दाइलाई सासाना इन्द्र कमल फुलको गोटै मरे गराई चल्नै छर्यो बासना फाटेको झोला दैव कसो होला चल्नै छर्यो बासना म गरेर सबै आउँछ खिचेलो तिमीलाई जस्तो भइस हामीलाई आएको थियो हिँडे लाउने मातेर होइन ख्याल गरेको साँच्चै हो भनेको हिँडे लाउने मातेर आज साह्रो भएछ नि काइदा छ भागा साह्रो ठिक अहिले त भन्नु न अहिले धेरै खाइदियो तिमीलाई जस्तो पैसा हामीलाई पनि आयो हिँडे लाउने मातेर अहिले ठिक होइन ख्याल गरेको साँच्चै हो भनेको हिँडे लाउने मातेर तपाईँले किन्ने खेतैलाई रोप्ने लाउन छोपो तिमीलाई छपा छपा भन्नु पाइन्छ के आगोको झिल्का बाल्नु पर्यो भने हिँड्नु पर्ला आँटेर काकारी बिहान मुटो छिया छिया हिँड्नु पर्ला आँटेर खेतैलाई रोप्ने लाउन छोपो छोपो आलु रोपे कोरेर त्यसको एउटा गुण छ खाना मिठो हुन्छ आलु रोपे कोरेर दुधको दरमा तिम्रो माइती घरमा हो परेसो पुरेर मदिसे धामी बसिरहेछौँ हामी हो परेसो पुरेर सोधाकै मामालाई खुवाउँछु भए जस्तो मैले लिएर काटेर काटेर खुवाउँछु आज मैले गासैमा काटे काट्दै ल्याउँदै खुवाउँछु भए हाम्रो दुई बहिनीले काट्दै ल्याउँदै खनाउँदै अहिले त माया उफ्री उफ्री बन्छ हिँड्दै खाएको कन्यामै लासो फ्यापला दुई बहिनीलाई देखि हिँड्दै खाएको कन्यामै हात्तीमाथि हर्दा साबेल माथि बौदा बौदा माथि तोर्माथि माया नानलाई हेर्न कहिले जाने बौदा माथि तोर्माथि तिम्रो माइती घरमा कतिजना घुमे भन त माया नडाटी म दिसे सिम्रो त्यो उमेरमा तिम्रो भन त माया नडाटे भन्यो है कोठेको झन्नै बिराएको उही मुलाको ओइसिनगी
हामीलाई एउटा छैन घरमै होला बाह्रै हाते ओपचुडी मेरो कमरैमा बसेर लड्का 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 माया यता फर्का हो कमरी कसेर तिमी जस्ता गुइटी घरमा छ नि गुइटी अहिले बेता बसेर म दिसे सिमलाई कोट्याइरह तिमीलाई अहिले बेता बसेर पानी सिमले भनी हाल्यौ तिमीले आफै जस्तो ठानेर होइन तर यसो विचार गर आफै जस्तो ठानेर बेबासेको रहेछ मेरो राम्रो छानेर मुसु मुसु राम्रो छानेर छोरो पायौ भने वर्तमान गर्ने छोरी पाए बेगरने बुदाको तरमा तिम्रो माइती घरमा छोरी पाए बेगरने दल्लानको नेती त्यो घरको जेठी मोहन सुक्यो के गर्ने चेराको गाडी कस्तो सुक्यो बारी मन सुक्यो के गर्ने नगर घुमाएर चुसिहाल्यो रजाती घरमै के छौ फेरि राम्रो हेर्छौ कस्तो रहेछ अपराधी मेरो आफ्नैलाई भने त हो नि अझ मुसु मुसु कस्तो रहेछ अपराधी पाटनको मानु छप ठोकेर सानो जसले स्वर्ग पसारी ए बहिनी नानी हेर्न कहिले जाने जसले स्वर्ग पसारे समाएर नारी त्यस्तो सुखबारी जोत्नु होला कसरी सुपारी रङ्ग घरको जेठीसँग जोत्नु होला कसरी धेरै छैन भने भन है अहिले त एक पोइन्ट आयो अब एक खायो भने त 3 पोइन्ट आउँछ रेचोटि आउँछ 3 पोइन्ट आउँछ डोन्ट माइन्ड पहिले आग्रह गरेको छु कस्तो त्यस्तो भनेर के भो जित बजाउ के भो बाला बाला खलेयो बाजाको हलो जोत्न हुन्छ भलो छ नानी बलियो भन्नु पर्यो आज
नमानेर लाज छ नानी बोल्यो पहिलादेखि स्पेसल छ हो नि स्वर त स्पेसल चाहियो एकछिन पछि आउँछ नि त अङ्कलको थाहा छैन त धीरे बाहिर बाहिर बोक्रो छ गरेको साथै हो भनेको बाहिर बाहिर बोक्रो छ नलाउ धेरै खुर्ती भित्र बोक्रो छ खाने छापको मोरा नचिनेको हो र भित्र गोग्रो छ म त छैन हजुर टाइटी छ 15 दिनको औँसीर पर्ने महिना दिन त मसँग त के बस्यो बानी जलको त्यतै जाने महिना दिनको मसँग त थैलीमा दाम छ एकैछिनको काम छ हिँड्न एकछिन एकान्त नरिसाउ नानी भन्ने मेरो बानी हिँड्न एकान्त मलाई चितान बसेको छैन त्यसै लैजाऊ तिनदाना ख्याल गरेको साँच्चै हो भनेको त्यसै लैजाऊ तिनदाना देशी कोरा हामी त्यसमा मरा चाचा भने हुन्छन् मेरो पैत हाम्रो दुई बहिनीका चाचा भन्यो मलाई भागे आउँदैन नियालो टुसा खानी मुसा खानी बिरालो नरौसी तारानी भन्ने मेरो बानी मुसा खानी बिरालो घर मछे गाउँता माया लाउने ठाउँ त सम्म छ कि भिरालो घोटे रसलाई बताइदेऊ न मलाई सम्म छ कि भिरालो पानी आइसक्यो यो साला के छैन ठाउँको कुरा गर्दैछु है दाउले घरमा त्यो दुधा बजारमा किरा पार्यो माखाले भने कस्तो सम्म छ कि कस्तो देखे दाउरा आँखाले आँखारी ब्याले मेरो माया चाले देखे नौरा आँखाले असारको 15 हो दही र चिउरा साउन 15 खाने खिर हाम्रो रहेछमा ओसाङ 15 खाने बस्यौ गजा धम्मा हिँड्दाखेरि तारे वीर घर मच्छे गाउँता माया लाउने ठाउँ त हिँड्दा र डुल्दा तारे वीर होइन र
आफूले देखाइन्छ नि भिड हुन्छ थाहा छैन मलाई थाहा छैन गरेर सोध्नु के रातो चलो हाम्रो लोकलाई देखिलेन हाम्रो दुई बारीको लोकलाई देखिलेन पानी भएर तपाईँले बर्खा परेछ तिमीले भने गीत छौरा टुप्पो मिलेन मेरो रामेरो के भनेको त्यसो छौरा टुप्पो मिलेन विचार गर सेरा नमान नपिर मोमिलाया साराउला घोडमा चाहिँ तिमीलाई यो आजको दिनलाई मिलाएर छाराउला पाटे मकै दुधी पाटे भन कुकुरलाई लाई गर्दिन हामीलाई त 4 दिन हुन्छ के हुन्छ हाम्रो दुई बहिनीले कुकुरलाई लाई गर्दिन छोरा टुप्पो मिलाएन भने आज यसलाई छोड्दिन खाउँदै होला बिरातीका गला आज यसलाई छोड्दिन समाजहरू लैजाऊ उनलाई चाहिँ भने लै छोड्दैनौ भन्यो हामी दुईलाई के गर्छौँ हामी के गर्छौँ भाग छुट्टी है अंश लगाउनु पर्यो अंश लगाएन अंश लाग्यो जानीले छापाउयो पतिको गजुरलाई छुट्टै भन्नु हो नि हिसाब गर्नुपर्छ है छुट्टै अनि बेलुका त भन्दैन मेरो त हो नि ओ माई डियर फ्रेन्ड हाउ आर यू नमस्कार है हजुर मान्छेलाई भने हो बोलिरहेको वचन दिलमै राख्छु हजुरलाई कतै नि पार भएर हाम्रो दुई बहिनीले दिलमै राख्छु हजुरलाई होइन एकछिन एउटा है सन्केको मान्छेलाई मेरो गीत आएकै छैन खान्न भन्छन् सासो काली काठका अचान लरका लर्का माया यता फर्क काली काठका अचान बन्चराले हान खुकुरीले हान नहान बचन पूर्वेली कुमाई हुन्छु रमाई रमाई नहान बचन बिलारी कम्मर कसे माइती घरमा बसे दाल बच्चालाई गलहार दुईटा आयो याद पनि आयो पहिले नानी तिमीले दाल बच्चालाई गलहार असारे तित्रा त्यो दिलभित्र मोहभरा सौलार तिम्रै मुखमा हेरे मोहभरा सौलार वासै नमस्कार है हेर यहाँ मेरो सबै मेरो पार्टनर यिनीहरू हाम्रो दुई बहिनीले भनौ र त्यो भन्दा होइन तर आफै विचार गर के भनौ र त्यो भन्दा के को बितल हुनु सुनमाथि
सुनको खाइ त रामको जिन्दै खाइ त सुनमाथिको सुगना त बारी आयो साथी नभइकन म त एक्लै तर्दैन मुन्नेमा सबको सामुन्नेमा फुर्काउन पर्दैन नुवाको हामीलाई फुर्काउनु पर्दैन गाउँले गाउँले पढेछ छिमेकी पर्छ तपाईँहरू मात्रै छ है सबै 4 एउटा पर्छ अब 3 बहिनी काबिल हो राम्रै भन्नुहोस् है हेर्नु हाम्रो दुई बहिनीले हो खुट्टोले खुर्काएको सानो भयो हो भनेको साँच्चै होइन हामीले फुर्काएको सँगै लान्छु यो दिलै नराख्छु होइन हामीले फुर्काएको एउटै बाउका छोरा हुन्छन् हो चल्ला के गर्छन् र हल्काले बुझेर मरा बिन्दिरा के गर्छन् र हल्काले निजाको बेला निन्द्र बिन्दाइदिन्छ तिन बहिनीको झल्काले स्वदेशीलाई काले विदेशीलाई तिन बहिनीको झल्काले राजाको भाइ श्री कृष्ण साई हो रानीको देहोरा आउँदै होला विराटीको गला हो रानीको देहोरा स्वर आउँछ नि गीत उसलाई पक्का आउँछ भन्ने सिमै छैन त्यस्तो जोड आउँछ गीत आएन देव इन्द्रलाई बिल्जियो के काके भयो के भर रामे छापको फल्टा माया लबर चाटा काके भयो के भर त्यो 14 वर्ष वनवास दादा राम्रा सीता बेगर हरिहरको पूजा झन्डै कुरा बोजा राम्रा सीता बेगर माया पृथ्वीलाको भयो 2-4 वर्ष ओछन् खाली के गरौँ दोहोनी गाईको हाम्रो साथी भाइको ओछन् खाली के गरौँ ग्यारेन्टी हुनु पर्यो त सही बात है भात पस्केर एउटा हुन्छ खाना मिठो हुन्छ हो कागती निचारा ओछ्यान खाली होस् एक्लै बसी बस्की त्यो त आफ्नो विचार अमिलो मैलाई केको खाँचो हामीलाई त्यो त आफ्नो विचार ढोकाको साँचो समाएको माछो गैता सक्यो फुत्केर नरिसाउ नानी भन्ने मेरो बानी गैता सक्यो फुत्केर सुन्तलाको जरो मलाई कस्तो खरो घरमा भयो सुत्केर बुझेर मर तर घरमा भयो
रोकेर 24 मिनट